हेलो साथीहरू नमस्कार छ सबैलाई। अहिले म यतिखेर तपाईँको टियु क्रिकेट ग्राउन्डमा यतिखेर आइसकेको छु। तपाईँ देख्न सक्नुहुन्छ म चाहिँ फेरि 2 दिनपछि आउँदैछु र आज भने देख्न सक्नुहुन्छ आज यहाँ यस्तो यस्तो काम पनि भएको छ। हेर्नु पानी पनि परेको छ होइन, अस्तिको पानीले गर्दा यस्तो भएको छ। त्यही पनि पानी परेर पनि यहाँ चाहिँ काम भने एकदमै भइरहेको पनि छ र तपाईँ देख्न पनि सक्नुहुन्छ साथीहरू है। अनि यहाँ तल देख्दै हुनुहुन्छ तपाईँ यस्तो यो स्ल्याब टाइपको बनाइसकेको छ भने यो तपाईँको योभन्दा ठ्याक्क यो यहाँ साइडको पिल्लरभन्दा भित्र नै बन्ने होइन। त्यो कारणले गर्दा यहाँ कामहरू एकदमै दनादन भइरहेको यतिकै यहाँ भइरहेको छ। तपाईँहरूलाई यसरी म जानकारी गराउन चाहिँ साथीहरू आज चाहिँ मौसम एकदम क्लियर छ होइन, एकदमै सफा छ। अनि यहाँ आज जो दिनभरि घाम लागेको थियो होइन, अहिले भने त्यो कारणले गर्दा अहिले यहाँ एकदमै कामहरू एकदमै रफ्तारमा भइरहेको छ। अब उतातिर देख्न सक्नुहुन्छ, उतातिर जहाँ के अरे त्यतातिर साथीहरू। अनि यहाँ यस्तै हो कामहरू एकदमै। अब चाहिँ हामीसँग दिनहरू एकदम कम छ र अस्ति भन्दै हुनुहुन्थ्यो होइन यो महिनाभित्र चाहिँ हामीले भ्याउँछौँ भन्ने कुरा गर्दै हुनुहुन्थ्यो। यो टाइमिङ चाहिँ अलिक बढी केमा लाग्यो भन्नुपर्दा तपाईँ यतातिर चाहिँ यो जहाँ देख्दै हुनुहुन्छ तपाईँहरू यो माटो निकाल्नमा चाहिँ अलिक टाइम लाग्यो साथीहरू होइन। माटो निकालेर यता माथि फाल्न अनि योमा होइन, अनि उतातिर त्यो भएर चाहिँ यता टाइम लागेको। नत्र यो के त्यसपछि त टाइम खासै लागेको छैन यहाँ, किनभने माटो निकालिसकेपछि त कामहरू यहाँ भनौँ न एकदमै रफ्तारमै भइरहेको छ। अनि यहाँ भने तपाईँ देख्न सक्नुहुन्छ यो फ्लड लाइटको खाल्टो यहाँ चाहिँ यो टेस्ट हुँदैछ, यहाँ यसको टेस्टिङ कार्य हुँदैछ र अस्ति पनि भइरहेको थियो। अस्ति उतातिर भने आज यहाँ भइरहेको छ साथीहरू। तपाईँलाई यसो जानकारी गराउन चाहेँ म। र तपाईँ अहिले कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ साथीहरू यसो कमेन्ट पनि अवश्य पनि गरिदिनु होला होइन। मेरो अब 900 सब्सक्राइबर पुग्दैछ, त्यो कारणले गर्दा सबैले चाहिँ माया गरिदिनुलाई पनि भन्न चाहन्छु साथीहरू। तपाईँ देख्दै हुनुहुन्छ यस्तो यस्तो काम भइरहेको छ है, एकदमै रमाइलो छ कामहरू। अनि तपाईँ ग्राउन्ड हेर्नुहुन्छ भने ग्राउन्ड पनि एकदमै अस्ति पानी परेर होइन 3-4 दिन पानी पर्दिएको, चारैतिर पुरा दुबो एकदमै उम्रेको छ भने एकदम यहाँनिर कता कता कस्तो रातो रातो टाइपको घाँसहरू झारो उम्रिएको छ होइन। हिजो चाहिँ काट्दै थिएँ अनि आज उतातिर देख्दै हुनुहुन्छ होइन दुबो पनि एकदमै झकिझकाओस् हरियो बनेको छ भने यतातिर अब भन्न यो पिल्लरहरू बनाउने एरिया हो होइन। तपाईँलाई यसरी म जानकारी गराउन चाहेँ साथीहरू। अनि तपाईँ कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला होइन। ट्यु सम्बन्धी तपाईँलाई अपडेट मैले दिने गरेकै हुन्छु, त्यो कारणले गर्दा सबैले चाहिँ माया साथ सपोर्ट गरिदिनु होला साथीहरू। अहिले म एकैछिन तपाईँलाई चाहिँ अगाडि गएर देखाउने छु होइन, अगाडिबाट चाहिँ यतातिर के कस्तो भइरहेको छ भन्ने बारे तपाईँलाई जानकारी पनि गराउने छु। तपाईँ भने चाहिँ अन्तिमसम्म पनि हेर्न चाहिँ अवश्य पनि नभुल्नु होला पनि भन्न चाहन्छु साथीहरू। पहिलाको गेट चाहिँ यहाँनिर थियो होइन, यहाँ चाहिँ प्रवेश गर्ने कि ठ्याक्कै यो चाहिँ सिद्धार्थ जोनबाट यहाँ देख्न सक्नुहुन्छ। यतातिर यहाँ वाल लगाइएको छ अनि यो वाल लगाएको ठाउँमा चाहिँ यहाँ स्काभेटरले जुन यो माटो देख्दै हुन्छ त्यो माटो चाहिँ यहाँभित्र हालिँदैछ। तपाईँलाई यसरी पनि जानकारी गराउँछ साथीहरू। अनि अहिले भने अनि यताबाट हेर्दाखेरि कस्तो देखिरहेको छ ग्राउन्ड र कमेन्ट पनि गर्नु होला होइन। एकदमै ग्राउन्ड पनि हरियाली देखिएको छ। अनि उतातिर भने भवन बन्दैछ ठ्याक्क तपाईँको उता साइड स्क्रिन बोर्डको साइडतिर, यानि कि डिजिटल बोर्डको साइडतिर चाहिँ त्यतातिर तपाईँको त्यतातिर भवन बन्ने छ भने र त्यहाँ पनि भिआइपीहरू भनौँ न प्लेयरहरू अब त्यहाँबाट चाहिँ आउने जाने गरेछन्। तपाईँलाई पनि यसरी म जानकारी गराउन चाहे साथीहरू। अनि यहाँ देख्न सक्नुहुन्छ एकदमै पानी पानी छ होइन, अस्तिको पानीले गर्दा त्यो चाहिँ कामले चाहिँ खासै डिस्टर्ब चाहिँ गरेको छैन जस्तो लागिरहेको छ। एकदमै कामहरू यहाँ चाहिँ भइरहेकै छ होइन, दिन प्रतिदिन साथीहरू देख्न सक्नुहुन्छ। अब तपाईँलाई म चाहिँ एकचोटि जहाँ उता भवन बनेको ठाउँतिर लिएर देखाउने छु। तपाईँ भने चाहिँ अन्तिमसम्म हेर्न पनि नभुल्नु होला पनि भन्न चाहन्छु साथीहरू है। अब तपाईँ जहाँ यो डिजिटल बोर्डको साइडतिर तपाईँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ भवन बनिरहेको छ भने यहाँ चाहिँ लेबरहरू एकदमै लागि परिरहेका छन्, किनभने समयमै भ्याउनु छ होइन। त्यो कारणले गर्दा यहाँ चाहिँ कामहरू एकदमै भइरहेको छ अहिले भने। जहाँ यो गाडीबाट यानि कि यो मेसिनबाट यहाँ चाहिँ सिमेन्टहरू यहाँ चाहिँ जहाँ यो सोलिङ गरिएको ठाउँ सोलिङ गरिँदैछ, जहाँ यो पिल्लरमा राखिँदैछ होइन तलको साइडतिर तपाईँ देख्न सक्नुहुन्छ साथीहरू। अनि यहाँ चाहिँ यस्तै यस्तै एकदमै कामहरू भइरहेको छ देख्नुहुन्छ साथीहरू। यहाँ चाहिँ माटोहरू यसरी तलको माटोलाई चाहिँ माथि राखिँदैछ भनौँ न खसालिँदैछ। अनि यहाँ चाहिँ अनि लोडिङ कार्य पनि यतिकै नै भइरहेको छ। तपाईँलाई यसरी जानकारी गराउँछ साथीहरू। यहाँ यस्तो छ जुन प्याराफिट बन्ने यो डिजाइनिङहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ
हिजो चाहिँ सोलिङ बन्ने भन्ने कुरा थियो। आज चाहिँ यहाँ सोलिङ भइसकेको अवस्था छ। तपाईँले यसरी जानकारी गराउन चाहन्छु, देख्न पनि सक्नुहुन्छ। अनि उतातिर सोलिङहरू भइरहेको छ भने उतातिर बाँकी छ, हुँदैछ होइन। उताभन्दा यतातिर अलि यताबाट चाहिँ स्पष्ट देखिरहेको छ। साथीहरू अन्तिमसम्म भने तपाईँहरू चाहिँ हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन पनि चाहन्छु होइन। लोडिङ हुँदैछ उतातिरको माटोलाई यहाँ टिप्परमा चाहिँ लोड गर्ने काम यतिखेर यहाँ हुँदैछ। चोट लाउला हान्देला, यहाँ चोट लाग्न सक्छ, टाढै बस्नुपर्छ होइन, नत्र यहाँ चिसाउँछन् यहाँभित्रको मान्छेहरू होइन। साथीहरू र कमेन्ट पनि गर्दै जानु होला साथीहरू होइन। यस्तै कामहरू भइरहेको छ एकदमै, भने पहिलाको भन्दा अझै कामहरू एकदमै स्पिडमा भइदिएको छ साथीहरू। अनि यहाँ भने अहिले चाहिँ यो देख्दै हुन्छ यो साइडमा भने बत्तीहरू पनि लगाइदिन्छ। एकदमै राति पनि सायद काम हुन्छ होला होइन, छिटै भ्याइयोस् पनि भन्न चाहन्छु। अनि यहाँ चाहिँ यो के अरे यो टिप्पर पछाडि सर्न नसकेर यहाँ चाहिँ माटो हालिँदैछ, लोड हुँदै हो।